सर आइपुग्नु भएछ ल है सर सर आइपुग्नु भएछ बाटो त हाम्रो बनाइदिनु है सर हुन्छ हुन्छ बनिन्छ तपाईहरुको है अब आइहालेको छु म भन न भाइ भाइ म यहाँ त्यो तल त्यो बाटोको पूजाको लागि आएको थिएँ कि त्यो यहाँ बाटै भएन भनेर चाहिँ म यहाँ आएको थिएँ नि त बाटो हेर्दिनु त्यसकै पूजाको लागि आएको छु हौ भाइ बेलुका फोन गर न भाइ ल अहिले म बिजी छु कि म बेलुका यहाँबाट निस्केपछि तिमीलाई कल गर्छु तिमीले मलाई त्यति बेला कल गर नि त ल ल ल ल ल लु ल्याउनु त तपाईँको त्यो सबै म गरिराखिदिन्छु लु सर जसरी भए पनि बाटो चाहिँ बनाइदिनुहोस् सुर्ताउनु पर्दैन बनिहाल्छ अरूलाई नि देखेर अरूले पनि भने नि पहिला लु धुप बालिदिइहाल्छु म ल केटा म धुप बालिदिन्छु ल केटा ल बाटो बन्ने है अब यहाँको लु हुन्छ बज्यू तपाईँको बाटो बनिन्छ नसुर्ताउनु बज्यू म आइहालेको छु अब ल हुन्छ ल सर हाम्रो बाटोहरू बनाइदिनुहोस् राम्रो बनिन्छ तपाईँहरू नसुर्ताउनुहोस् बाटो बनिन्छ ल सर बाटो चाहिँ राम्रो बनिएछ है ल हुन्छ ल ल सर जसरी भए पनि बाटोहरू चाहिँ बनाइदिनुहोस् फेरि नरियल फुटाएर चाहिँ फेरि चिप्लेर गएको चाहिँ बाटो चाहिँ नहोस् है हुन्छ अरे दाउराहरू पनि रहेछ त कसको दाउरा यो चाहिँ माथि दाजुको सर भन्नु कि यो मलाई राखिदिनु भन्नु हजुर यो यसको म पैसा दिइहाल्छु हुन्छ तपाईँहरूलाई चाहिन्छ यो अल्लकत्र जब पकाउनु थाल्छ नि त्यति बेला तपाईँहरूलाई चाहिन्छ ल यो दाउरा राख्नु हुन्छ सर हुन्छ ल बस्नुहोस् है ल तपाईँहरू नसुर्ताउनुहोस् बाटो बनिन्छ लु म गएँ है त हुन्छ सर हुन्छ ल सर बाटो चाहिँ जसरी भए पनि भोट अगाडि बनिनु पर्छ सर भोटको लागि मात्रै होला है यो बाटो बनाउनु भनेको त है होइन हौ बिचरा बनाइदिन्छ होला है यो नरियल फुटाको त 3 महिना जस्तो भयो त खै अन्त बाटो त बनिन्छ भनेर जस्तो त्यस्तै छ त्यो नरियल त हामी 7 वटा जस्तो खाइसके यो पालि नि बुझेर भोट हालेन भने चाहिँ बाटोहरू बनिँदैन है केटा हो हो बनिँदैन होला हो कि होइन भन्छ ठिकै हो